अहिले चाहिँ म यो चिल्ड्रेन पार्कमा छु है। यतापट्टि देख्न सक्नुहुन्छ, यतापट्टि यो पार्किङ रहेको छ भने यसरी 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 समुद्र सफा रहेको छ। अब हामी म चाहिँ तपाईँलाई देखाउने पार्क देख्नुभयो हो, त्यो पार्क हो। म चाहिँ यस्तो रहेको छ है। यहाँबाट चाहिँ यसरी यसरी इन्ट्री रहेको छ भने पारिपट्टि यस्तो खालको सिन रहेको छ है त। म यसरी यसरी यहाँबाट सिडीबाट तल जाँदैछु है। यो पनि चाहिँ ओकिनावाको एकदमै फेमस पार्क हो। उतापट्टि पारिपट्टि समुद्र छ होइन, अनि यतापट्टि चाहिँ अहिले चाहिँ पार्क रहेको छ। यहाँ चाहिँ मजाले घुम्न आउनुभएको छ टुरिस्टहरू चाहिँ। आज मौसम पनि एकदमै राम्रो छ होइन। टक्क लगाएर यसरी ल हेर्नु, म तल झरिसकेको छु। यसरी म चाहिँ तपाईँहरूलाई देखाउँदै जाँदैछु। यस्तो छ यतापट्टि। अब म चाहिँ तल तल झर्दैछु है। यसपट्टि यहाँ अहिले चाहिँ यहाँ हावा एकदमै हावा चलेको छ यो ठाउँमा चाहिँ। अनि ठ्याक्कै म तपाईँको यो पार्कमा घुम्न लागिसकेँ है। माथिपट्टि चाहिँ यस्तो रहेको छ पानी। त्यो पार्किङबाट म बिस्तारै बिस्तारै हिँड्दै यो ठाउँसम्म पुगेँ है त। ओके, यस्तो रहेको छ है त।